मेरो कथुरीले बिर खोजे जस्तो लाग्यो है। यो चकचक चकचक गर्थ्यो छुँदाखेरि पहिला, अहिले सुबानी भएर बसेको छ। केही चकचक पनि गरेको छैन यसले। पछाडि हेरौँ है त। लो बिर चाहिँ खोजेकै रहेछ है यसले। यस्तै हुन्छ भन्छन् सबैले। पहिलो बेते हो। बिर खोज्यो भने चकचक गर्दैन। चकचके सुँगुर पनि पछाडिको भाग यसरी हात लगाइदियो भने आरामसँगले बस्छ नचलिकन। सन्चो मानेर भन्थे हो जस्तो लाग्यो है। यसले बिर खोजे जस्तो लाग्यो। मङ्सिरको 1 गते हजुर ठ्याक्कै। अब यसलाई यसको बेहुला बाटो लानु पर्यो त अब।